सबैलाई नमस्कार। म रामचन्द्र राउत हो। म अलि जिद्दी नै छु, त्यसैले मैले जिन्दगीमा कहिले पनि हार मानिनँ। त्यसै मलाई मलाई मनमा अनेक सोच नआएका पनि होइनन्। त्यसैले त्यसकारणले गर्दा हार मान्नु हुँदैन। एउटा फिलोसोफरले लेखेको पनि छ, थाकेर बस्नु तर हारेर कहिले पनि नबस्नु भनेको छ फिलोसोफरले। र साथीहरू, मेरो युट्युब च्यानल छ साथी हो, तपाईँहरू पनि बनाउनुहोस्। युट्युब च्यानल बनाउन त्यो युट्युबमै तल भएको यतापट्टि भएकोमा बायाँपट्टि फोटो आफ्नो नामबाट हुन्छ, त्यहाँ चाहिँ थिचेर नाम लेख्ने, इमेल आइडी चाहिँ कन्ठ गर्नुपर्छ। इमेल आइडी कन्ठ गरेपछि इमेल आइडी माग्छ गुगलले इमेल आइडी मागेपछि त्यसको पासपोर्ट चाहिँ बिर्सिनु भएन। अनि फोन नम्बर माग्छ, अनि त्यो फोन नम्बर हालेपछि अनि आफूले हिँडेका डुलेका घुमेका भिडियोहरू बनाएर हालिदिनु पर्छ। 8 मिनट जति 9 मिनट जति भिडियो हाल्नुपर्छ भनेको मैले सुनेको थिएँ, तर मैले चाहिँ सर्टकट भिडियो हालिरहेको छु। तपाईँहरू पनि टिकटक चलाउनुहुन्छ, फेसबुक चलाउनुहुन्छ, तर त्यसले केही नहुँदा पनि भएको थियो त। युट्युब चाहिँ चलाउँदा राम्रै हुन्छ भनेर सुनेर मैले पनि युट्युब च्यानल खोलेको। हेर्नु साथीहरू, युट्युबमा चाहिँ भिडियो हाल्यो भने केही हुन्छ भनेर सुनेर मैले पनि युट्युब बनाइराखेको छु धमाधम। ल साथीहरू, सब मेरो चाहिँ नि युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। किनभने जिन्दगीमा हार कहिले पनि मान्नु हुँदैन मान्छेको जिन्दगी भएपछि। म पनि गाउँबाट काठमाडौँ गएँ, यसो व्यवसाय गर्दै व्यवसायमा नसकेपछि म विदेश गएँ। 10 वर्ष सङ्घर्ष गरेँ विदेशमा। पछि म फर्केर आएँ नेपालमा। अहिले म फर्केर आएर बसेर के गरौँ कसो गरौँ, मनमा चञ्चल, मनमा त्यस्तो भइरहेको छ। के गरौँ कसो गरौँ हुन्छ। व्यापार बिजनेसै गर्ने भन्ने म साइकोलोजी बनाएर आएको उहाँबाट, तर भने जस्तो भएको छैन। अलिकति बोल्ने विचार पनि पुर्याइँदैन मान्छेले, कहाँ बोल्दा कहाँ टच हुन्छ भन्ने कुरो पनि थाहा पाइँदो रहेनछ। त्यसको मैले बारम्बार पीडा सहिराखेको छु। अलिकति मान्छेले हिम्मत हार्नु हुँदैन। एक न सङ्घर्ष गरेपछि भगवान्ले तिनलाई दिएरै छाड्छन्। सङ्घर्ष जिन्दगीमा सङ्घर्ष गर्नुपर्छ। सङ्घर्ष गर्दा नै हुन्छ, हार मान्नु हुँदैन। जे पनि काम गर्नुपर्ने रहेछ, किनभने कामलाई सानो कहिले पनि मान्नु हुँदैन, लजाउनु हुँदैन भनेर मैले आफूभन्दा ठुला मान्ने जनावरले भनेको सुनेको थिएँ। ल साथीहरू, मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।